सेवानीय नमस्कार, म प्रकाश सङ्गीत पहाडी लाइफ स्टाइल च्यानलमा फेरि पनि अर्को भिडियो लिएर हजुरसम्म उपस्थित भइसकेको छ। र भोलि चाहिँ मङ्गर सङ्क्रान्तिको उयोमा हाम्रो किराँती खम्बुहरूले सुँगुर खाने गर्छौँ। र यहाँ फेरि अर्को मामाकोमा सुँगुर काट्न आएको छु र यो सुँगुर काटेको भिडियो हजुरसम्म छ एउटा देखाउने कोसिस गर्नेछु। र यो के भनेदेखि यो सुँगुर काट्ने जुन चाहिँ यो प्रथा छ हाम्रो चाहिँ किराँती खम्बुहरूको र अब सबैलाई 9 वर्षको नेपाली सम्म त मलाई 82-83 कति सबैलाई एकदमै शुभकामना दिँदै ल त दर्शकबिन आजलाई म सुँगुर काटेको देखाउने कोसिस गर्नेछु। त अन्तिमसम्म यो भिडियो हेरेर मन परे लाइक सेयर र सब्सक्राइब र कमेन्ट पनि लेखाइदिनु होला भन्दै र सुँगुरलाई चाहिँ यहाँ यतिको चाहिँ बनाइएको छ। अब यो पोलपाल अब धुइधाइ हुन्छ हो। ल सुँगुरलाई चाहिँ अब नुहाइँदैछ, नुहाउने कार्य हुँदैछ। यो यहाँ हाम्रो झ्याम्ले माम्स चाहिँ उहाँ चाहिँ फेरि कन्ट्र्याक्टर हो सुँगुरको। लु उयो भन, हाई भन। यो चाहिँ नयाँ पूजा गरिएको सुँगुर काटेको बेला यसरी गरिन्छ हाम्रो। र टक्कै मौरीको डोर पनि रहेछ, अर्ग्यानिक तवरले गरिन्छ यसरी हाम्रो पूजा पनि किराँती खम्बुहरूको यस्तो। ल यहाँ सुँगुर चाहिँ ल्याइ पुऱ्यायो, अब चाहिँ चिरफारको मेलो हुन्छ। यो मुख नधुने मान्छे छ यो एकजना हो। आजको चाहिँ यहाँ उयो झेम्ले माम्स चाहिँ फेरि जेमा है, जेमा सुँगुरको अपरेसन हुँदैछ है। ल दर्शकबिन यसरी हाम्रो यो नयाँ पूजाको चाहिँ यसरी गर्छ। यो जाली र अझै टाउको पनि ल्याइन्छ यो पूजा गर्नको निम्ति। अब चाहिँ यस्तो चिन्ता हुँदैछ है काटकुटको मेरो। आन्द्रा बनाउनु सकिँदैन मोटे यो हाम्रो कान्छा जेमा माम्सले काट्दैछ है। ओ 1-2 शब्द भनिदिनु यहाँ। 1-2 शब्द त भन्नु त हात पनि मैला छ, सबै मैला छ नि त फेरि। माघे सङ्क्रान्ति मङ्गर सङ्क्रान्तिको चाहिँ उहाँ चाहिँ जेमा हुनुहुन्छ। भन्नु न मेरो उयसमा पनि उहाँ चाहिँ एकदमै एक्सपिरियन्स। अस्ति चाहिँ अनिस भानिस थियो, योपालि चाहिँ यहाँ हाम्रो दिलीप राई। यो हाम्रो यौन भानिसले चाहिँ काम गर्नेहरूलाई चाहिँ यो अहिले भुटुवाहरू दिने चलन हुन्छ हाम्रो। यो भानिसले काट्दै हुनुहुन्छ भर्खर सुरु। यौन राई कोही भन्न हो यसो हेलो एभ्री वान भनेर भन्दैन।
खोइ त 10 किलो जस्तो काट्न सक्छ मोराले झन् ओइ भानिस काटिसकेको काटी चाहिँ अझै गाउँछ र जवानहरूले ल्याउँछ अरे ए होइन किनेर रेस्टुरेन्ट ल ल ल किचनभित्र चाहिँ यसरी सुँगुरको टाउकोहरू टक्कै हो अर्ग्यानिक ढङ्गले तोङ्बा भरे यहाँ काम गर्नेहरूलाई तोङ्बा पनि दिइन्छ भरे त्यो सुँगुरको मासु यो सागसँग खाँदा चाहिँ कति मिठो होला फेरि हो आमामामा सोच्नु है दर्शक यो अदुवा अर्ग्यानिक ढङ्गले है अर्ग्यानिक तोङ्बा भोलि सङ्क्रान्ति इस्कुसको जरा हो यता यो चढाएको यो पूजामा ल चौलिँदैछ हाम्रो गाउँघरमा यस्तै चोयामा उनिन्छ र यहाँ हाम्रो धनराज माम्स यता हाम्रो मानिस यता हाम्रो जेमा सेवाने सङ्क्रान्तिको लागि एकदमै मासु बनाइँदैछ अनि यता दर्शकबिन्दुहरू पनि हुनुहुन्छ यता प्रदीप मामा पर बाजे पर हाम्रो किशोरमन मामा यता दिमा 45 यो दुईटा भनेको कति केजी भयो तौलाई ओ धनराज देमका केजी पुग्यो 50 ल दर्शकबिन यहाँनिर यसो हुँदैछ काटकुटको मेलो अहिले अब अर्ग्यानिक ढङ्गले हाम्रो पहाडी जनजीवन र त्यस्तै छ र सुँगुरको मासु काटाइ हुँदैछ अहिले खाना पनि पाक्दैछ अहिले खाना खाँदै गरेर तोङमा खाएको पनि म तपाईँलाई देखाउने कोसिस गर्नेछु अनि मेरो च्यानललाई हेरेर साथ दिनु सक्छु ल सुरु भइहाल्यो है ओइ हजुर भान्स ल यहाँ हाम्रो मामाको चाहिँ सुँगुर काटिएको र अहिले सबै काम गर्नेहरूलाई चाहिँ यसरी तरकारी पकाइन्छ अर्ग्यानिक चुल्हामा टक्कै हाम्रो मामाकै सुँगुर हो अर्ग्यानिक चुल्हामा अर्ग्यानिक ढङ्गले गाउँले जीवन यस्तै छ होइन मामा आछु आऊ दाजु यसो चल्यो अनि ठुलो एउटा 1 क्विन्टल नाग्ने खालको पो थियो त ओ जेमा पर हाम्रो उयो हो भाइ के पर निनामा कस्तो मिठो छ मासु अन्त ए उयो ल ओइ दामी ल यहाँ दिवा र नाति तपाईँको त पनाति कि के पर्छ ए नाति माम खानु हुँदैछ
सौजल है सौजल यता दिमाला किचनमा ए दिमाले खानुहुँदैछ दिमा माम खानुहुँदैछ ल त त्यसरी आजको हाम्रो यो सुँगुर काट्ने कार्यक्रम सक्यो र यहाँ सबै साथीभाइहरू पनि हुनुहुन्छ र यो तपाईँलाई यो भिडियो बनाएर देखाउने कोसिस गरेको छु र यहाँनिर सबै साथीभाइहरू हुन्छ र सबैलाई माघे सङ्क्रान्तिको सबैलाई शुभकामना दिँदै यहाँ अन्तिममा यहाँ मेरो मामा उहाँले खाना खानुहुन्छ ओ मामा सबैलाई सङ्क्रान्तिको एउटा उयो दिनु नि ह्याप्पी माघे सङ्क्रान्ति है मा ल थ्याङ्क यू फर वाचिङ मन परे लाइक सेयर कमेन्ट अवश्य गरिदिनु होला हस् त बाई